हेर्नुहोस् है साथीहरू, गाडी कसरी चलाउने भन्दाखेरि यो चाहिँ एक्सिलेटर भइहाल्यो। यसलाई चाहिँ नदाब्ने स्टार्ट गर्दाखेरि। अनि यो चाहिँ ब्रेक भइहाल्यो। अनि यो चाहिँ क्लच भइहाल्यो। अनि क्लच ब्रेक दबाउने। अनि यता ट्याक्कै मिलाएर होइन, यो चाबी लगाउने। चाबी लगाइसकेपछि हल्का स्टार्ट घुमाइदिने। घुम्यो। अनि त्यहाँपछि यहाँनिर छ ह्यान्ड ब्रेक झारिदिने। अनि यहाँनिर हेर्नुहोस् त, यो चाहिँ एक गियर भइहाल्यो। अनि यहाँनिर चाहिँ यो चाहिँ न्युटन भइहाल्यो। अनि यो न्युटन भएर अनि यसलाई न्युटन गर्ने। अनि त्यहाँबाट यता क्लच ब्रेक दबाइराख्ने। अनि त्यहाँबाट चाबी यसरी घुमायो भने स्टार्ट भयो। स्टार्ट भइसकेपछि अब मैले चाहिँ अगाडि ब्याक लिँदाखेरि क्लच ब्रेक दबाइराख्ने। अनि ट्याक्कै आरमा हान्ने। अब यसरी यो लाग्यो कि नै भनेर थाहा हुन्छ। अनि ट्याक्कै लागेपछि अनि अब यसरी बिस्तारै छोड्ने। अनि बिस्तारै यसरी बिस्तारै क्लच ब्रेक छोड्दै गर्ने। अनि बिस्तारै छोडेपछि अब चाहिँ गाडी बढ्यो। अब गाडी यसरी पछाडि जान्छ। यसरी पछाडि गइरहेछ। अनि स्प्रिङ पनि अब गाडी कता लिने, यता लिने कि यता लिने कि। अब माथि लिनु छ भने यसरी माथि ल्याउने, यसरी माथि। अनि तल ल्याउनु छ भने यसरी तल ल्याउने। सजिलो छ। धेरै अगाडि पछाडि हेर्नुपर्छ त्यस्तो केही छैन। यता सिसा छ। अनि यता पछाडि हेर्ने सिसा भइहाल्यो। अनि यता पनि सिसा छ। अनि यहाँ मजाले हेरेर यसरी। अनि फेरि अगाडि बढाउनु पर्यो भने यसलाई चाहिँ 1 नम्बर हालेर अनि तपाईँले बिस्तारै यसरी छोड्यो भने यसरी अगाडि जान्छ। ल है साथीहरू।